मुख्यमन्त्रीले हेलमेट नलगाई मोटरसाइकल चलाए, भिडियो भाइरल भयो अनि कारबाही पनि भयो। तर धेरैको प्रश्न छ, मुख्यमन्त्रीलाई 500 रुपैयाँ मात्रै जरिवाना किन? के कानूनले विशेष सुविधा दिएको हो कि यही नै कानून व्यवस्था हो? आउनुहोस् यस विषयमा बुझौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भयो। त्यसपश्चात जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरेर मुख्यमन्त्री निवासमै पुगेर 500 जरिवाना असुल गर्यो। मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै जरिवाना पनि तिरे। अब प्रश्न आउँछ, 500 रुपैयाँ किन? यसको उत्तर सवारी तथा यातायात व्यवस्था ऐन 2049 मा छ। उक्त ऐन अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनु पर्छ। हेलमेट नलगाई सवारी चलाएको अवस्थामा पहिलो उल्लङ्घनमा 500 रुपैयाँ जरिवाना, दोस्रो पटक 1000 रुपैयाँ र त्यस पश्चात 1500 सम्म जरिवाना लिन सकिने व्यवस्था रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार यो मुख्यमन्त्री शाहको पहिलो ट्राफिक उल्लङ्घन भएकाले 500 रुपैयाँ जरिवाना गरिएको हो। तर यहाँ अर्को महत्त्वपूर्ण प्रश्न पनि उठेको छ। सामान्य नागरिकलाई ट्राफिक प्रहरीले सडकमै रोकेर कारबाही गर्छ, तर मुख्यमन्त्रीलाई भने प्रहरी टोलीले नै सरकारी निवासमा पुगेर जरिवाना असुल गर्न गएको देखिन्छ। यसलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्। कतिपयले कानून सबैका लागि समान भएको उदाहरण भनेका छन् भने कतिपयले सामान्य नागरिक र उच्च पदस्थ व्यक्तिप्रति व्यवहार फरक भयो भन्दै टीका टिप्पणी गरेका छन्। यद्यपि ट्राफिक प्रहरीले भने कानून अनुसार नै कारबाही गरिएको र कानून सबैका लागि समान भएको स्पष्ट पारेको छ। अब बुझौं हेलमेट किन अनिवार्य? हेलमेट केवल एउटा जरिवाना जोगाउने साधन मात्र होइन, सडक दुर्घटनामा टाउकोमा लाग्ने गम्भीर चोटबाट जोगाउने सबैभन्दा प्रभावकारी सुरक्षा उपकरणको रूपमा लिइन्छ। विभिन्न अध्ययनहरूले हेलमेटको प्रयोगले गम्भीर टाउकोमा लाग्ने चोट र मृत्युको जोखिम उल्लेखनीय रूपमा टाउको जोगाएको हुन्छ। त्यसपश्चात हेलमेट लगाउनु कानूनी दायित्व मात्र नभई आफ्नो जिम्मेवारी र सुरक्षा पनि भएको देखिन्छ। मुख्यमन्त्री होस् वा सर्वसाधारण, ट्राफिक नियम सबैका लागि समान लागू हुनुपर्छ। यो घटनाले पनि सार्वजनिक पदमा रहेका व्यक्तिहरूले नियम पालना गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ। अब तपाईहरूलाई के लाग्छ, मुख्यमन्त्री माथिको यो कारबाही पर्याप्त हो कि अझ कडा हुनु पर्थ्यो? आफ्नो धारणा कमेन्टमा लेख्न नबिर्सिनुहोला।